ल सिधै विषयवस्तुमै प्रवेश गरौँ है त। जब देशको ढुकुटी र खर्बौं रुपैयाँ करको कुरा आउँछ, एउटा प्रश्न हामी सबैको मनमा सधैँ उठ्छ। त्यो पैसा आखिर कहाँ र कसरी खर्च भइरहेको छ? आज हामी यसैको जवाफ खोज्न देशको वित्तीय स्वास्थ्यको अन्तिम खाताको चिरफार गर्दैछौँ। यो कुनै अनुमान होइन, विशुद्ध तथ्याङ्कमा आधारित एउटा गहिरो विश्लेषण हो। हामीले आधार मानेको मुख्य स्रोत नै महालेखापरीक्षकको 63औं वार्षिक प्रतिवेदन हो। नेपालको संविधान बमोजिम तयार पारिने यो आधिकारिक दस्तावेजले सरकारी खर्चको पारदर्शिता र जवाफदेहिताको वास्तविक ऐना देखाउँछ। आज यही प्रतिवेदनका पानाहरू पल्टाएर हामी बेरुजुको डरलाग्दो वास्तविकता बुझ्ने प्रयास गर्नेछौँ। आजको यो विश्लेषणमा हामी मुख्य गरी यो प्रतिवेदनको दायरा, बेरुजुको वास्तविक अर्थ, यसका डरलाग्दा तथ्याङ्कहरू, पैसा चुहिरहेका मुख्य केन्द्रहरू, हाम्रा प्रणालीगत कमजोरी र अन्त्यमा सुधारका उपायहरूबारे विस्तृतमा चर्चा गर्नेछौँ। सुरुमा यो लेखा परीक्षणको दायरा आखिर कति विशाल छ भन्नेतिर लागौँ, किनकि यो बुझेपछि मात्रै समस्याको गहिराई नाप्न सकिन्छ। 94 खर्ब 84 अर्ब रुपैयाँ सुन्दा पनि आङ जिरिङ हुने यो अङ्कले नै लेखा परीक्षणको विशाल दायरालाई प्रष्ट पार्छ। यो भनेको यस वर्ष सङ्घीय, प्रादेशिक, स्थानीय तह र राज्यको स्वामित्वमा रहेका सम्पूर्ण संस्थाहरूको गरिएको कुल लेखा परीक्षण रकम हो। यति विशाल धनराशिको हिसाब किताब भइरहँदा कहाँ कति चुहावट भयो भनेर खोज्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अब यी ठूला अङ्कहरूबाट अलिकति पर गएर बारम्बार सुनिरहने यो बेरुजु भन्ने शब्दको खास अर्थ के हो त्यतातिर लागौँ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई आधार मान्ने हो भने कानून बमोजिम रीत नपुर्याई गरिएको, लेखा नराखिएको वा अनियमित तरिकाले खर्च गरिएको आर्थिक कारोबार नै बेरुजु हो। एकदमै सरल भाषामा भन्नुपर्दा यो नियम मिचेर गरिएको खर्च हो, जसलाई पछि कि त असुल गर्नुपर्छ कि त नियमित गर्नुपर्ने हुन्छ। बेरुजु भनेको के हो बुझिसकेपछि अब लागौँ मुख्य समस्यातिर। महालेखाको प्रतिवेदनले निकालेका यी तथ्याङ्कहरू सुन्दा जो कोही पनि झस्किन सक्छ। झण्डै 88 अर्ब 9 करोड रुपैयाँ। यो भर्खरै सम्पन्न भएको एउटै आर्थिक वर्षको लेखा परीक्षणमा भेटिएको नयाँ बेरुजु रकम हो। एक वर्षभित्रै यति ठूलो रकम नियम विपरीत चलाइएको छ भन्ने कल्पना गर्नुहोस् त। यो अङ्कले नै राज्य संयन्त्रभित्रको आर्थिक अनुशासनहीनता कुन हदसम्म छ भन्ने छर्लङ्ग पार्छ। तर कथा यतिमै सकिँदैन नि। कुल बेरुजुको पहाड त झनै डरलाग्दो छ। 7 खर्ब 55 अर्ब 17 करोड रुपियाँ। यो अहिलेसम्म फर्स्योट हुन नसकेर थुप्रिएको कुल अध्यावधिक बेरुजु हो। यो यस्तो बहुअर्ब रुपियाँको पहाड हो जुन वर्षेनी घट्नुको सट्टा लगातार आफ्नो उचाइ थप्दै गइरहेको छ। त्यसो भए यति धेरै पैसा आखिर चुहिरहेको कहाँ छ त? आउनुस् तथ्याङ्कलाई अझै भित्रैदेखि केलाएर हेरौँ। नयाँ थपिएको 88 अर्ब बेरुजुको वितरणलाई हेर्ने हो भने सबैभन्दा ठूलो हिस्सा त सङ्घीय सरकारकै मन्त्रालय र निकायहरूबाट सृजना भएको छ, करिब 53 अर्ब 49 करोड रुपैयाँ। त्यसपछि स्थानीय तहमा 19 अर्ब र अन्य समितिहरूमा 10 अर्बभन्दा बढीको बेरुजु छ। यसको सिधा अर्थ के हो भने तल्लो तहमा भन्दा केन्द्रीय स्तरमै आर्थिक अनुशासनको सबैभन्दा ठूलो खडेरी छ। यहाँनिर एउटा असाध्यै रोचक र विडम्बनापूर्ण कुरा हेरौँ त। देशको ढुकुटीको साँचो बोक्ने र अरूलाई आर्थिक अनुशासन सिकाउने अर्थ मन्त्रालय नै बेरुजुको सूचीमा पहिलो नम्बरमा छ। अर्थ मन्त्रालयको मात्रै बेरुजु झण्डै 21 अरब छ। त्यसपछि भौतिक पूर्वाधार, सञ्चार र वन मन्त्रालयहरू यो सूचीमा अगाडि देखिन्छन्। यी त भए तथ्याङ्क र मन्त्रालयका कुरा। तर यो बेरुजु कसरी जन्मन्छ? यसको पछाडि लुकेका हाम्रा प्रणालीगत कमजोरीहरू के हुन् त? एउटा गतिलो उदाहरणका लागि राज्यले दिने सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई नै लिन सकिन्छ। यहाँ सूचना प्रणालीको नियमित मर्मत हुँदैन, औँठा छाप नचिनिने समस्या छ तर रेटिना स्क्यान उपकरण छैन। नतिजा एउटै व्यक्तिको दोहोरो रेकर्ड बस्छ अनि राज्यबाट पेन्सन जस्ता अन्य सुविधा लिइरहेकाहरूले समेत दोहोरो भत्ता खाइरहेका छन्। प्रविधिको अभाव र कमजोर निगरानीले राज्यको पैसा कसरी खेर गइरहेको छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। तल्लो तहमा यसको असर झनै दर्दनाक छ। सडक मर्मतमा समयमै काम नहुँदा पटक पटक म्याद थपेर दोहोरो खर्च भइरहेको छ। अस्पतालहरूमा गएर हेर्ने हो भने बजेट र दक्ष जनशक्तिको अभावमा करोडौं पर्ने स्वास्थ्य उपकरणहरू वर्षौंदेखि प्रयोगविहीन भएर खिया लागिरहेका छन्।
वैकल्पिक ऊर्जाका प्रविधिहरू जडान त गरियो, तर क्षमता अनुरूप चलेकै छैनन्। वित्तीय अकार्यक्षमताले विकासलाई कसरी पछाडि धकेलिरहेको छ भन्ने प्रमाण हो नि। अझ केन्द्रकै कुरा गर्ने हो भने एउटा चरम लापरवाही हेर्नुस्। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान दिन भनेर नेपाल राष्ट्र ब्याङ्कमा पठाएको करिब 2 अर्ब 2 करोड रुपैयाँ उपयोगविहीन भएर त्यसै बस्यो। यसरी पैसा बिना काम ब्याङ्कमा थन्किँदा सरकारले बिना कारण झण्डै 7.25 करोड रुपैयाँ अतिरिक्त ब्याज भार बोक्नु पर्यो। यो त सिधै राज्यको ढुकुटीमाथिको खेलवाड भएन र? रोगको पहिचान त भयो, अब यसको उपचार के त? महालेखा परीक्षकले वित्तीय स्वास्थ्य सुधारका लागि केही स्पष्ट बाटाहरू देखाएको छ। सुधारका लागि सिफारिस गरिएका कदमहरू एकदमै स्पष्ट छन्। पहिलो कुरा त सम्पूर्ण बेरुजुको अद्यावधिक र केन्द्रीकृत डिजिटल रेकर्ड हुनुपर्यो। दोस्रो, हिनामिना भएको पैसा जसरी पनि प्रमाणसहित पूर्ण रूपमा असुल गर्नुपर्छ। तेस्रो, पूर्व तयारी बिना नै ठेक्का लगाउने प्रवृत्तिको अन्त्य गर्दै निकायहरूबीच कडा समन्वय हुनुपर्छ। र चौथो तथा सबैभन्दा महत्त्वपूर्ण कुरा, गल्ती गर्ने र कानुनको पालना नगर्ने पदाधिकारीहरूलाई सिधै जवाबदेही र कारबाहीको दायरामा ल्याउनै पर्छ। हामी आजको यो विश्लेषणको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा एउटा गम्भीर प्रश्न हामी सबैका लागि। जब 7 खर्ब 55 अर्बभन्दा बढी रकम बेरुजुको दलदलमा फसिसकेको छ र हरेक वर्ष तिनै पुराना प्रणालीगत गल्तीहरू दोहोरिरहेका छन् भने राज्य संयन्त्रमा वास्तविक पारदर्शिता र जवाफदेहिता कहिले र कसरी लागू गर्न सकेला? यो प्रश्नले पक्कै पनि सार्वजनिक वित्तीय उत्तरदायित्वको भविष्यबारे गम्भीर भएर सोच्न बाध्य बनाउँछ। आजको यो जानकारीमूलक विश्लेषण यति नै।